मैले पैसा बोकेर आदिके 2-5 हजार भए पनि मेरो गल्तीमा छ। तर म बाटोको जाममा पर्दा पर्दै उहाँको डेथ भएछ। कति नरम कति मन रुन्छ होला के। मैले सहयोग गर्न लागेको, उहाँको लास हेर्न लागेको होइन, उहाँको लासमा राजनीति गर्नलाई यो सरकारलाई गाली गर्नको लागि आएन, मैले सहयोग गर्नको लागि आयो। पैसा बोकेर आएको छु। मारेकै हो सरकारले। देख्नु भएन मारेको होइन। हिजो जल्दै गर्दाखेरि उहाँलाई एम्बुलेन्समा हालेर ल्याउनु पर्ने अवस्था थियो। तर एउटा देशको कैदीलाई चाहिँ तपाईको निकालेर घिसारे जसरी निकालेको थियो। गर्दैन यो सरकारले। अहिले त म ढुक्कै भन्छु, किनकि मेरै आँखा अगाडि 22 जना के अरे 78-76 जना मान्छे मरेको, 2600 जना घाइते भएको छन्। गरेको छैन के। अब यसलाई त कहाँ गर्छ त, गर्दैन। तर आज यसरी जनता मर्दै गर्दाखेरि साँच्चीकै हामीले के को लागि आन्दोलन गरे? जेन्जी मुभमेन्ट वास्तवमा के को लागि थियो? जनताले तिर्नै नसक्ने ताले घोडै टिक्ने ताले चाहिँ कर तिराओस्, जनताले तिर्नै नसक्ने ताले फाइन तिराओस् भनेर गरेको आन्दोलन हो। नेपालमा दुखी जनता, गरिब जनताहरू धेरै छन्। तिनीहरूले बाँच्न पाउन्, तिनीहरूले खान पाउन्, तिनीहरूले सहज तरिकाले आफ्नो जीविकोपार्जन चलाउन पाउन् भनेर गरेको आन्दोलन हो नि त। भ्रष्टाचारको अन्त्य सुशासन कायमको लागि हो के। तर यो त कुशासन भएन। जनता मार्ने भने त यो कुशासन जस्तो हो। यो त स्रोता रूपमा चाहिँ अहिलेको सरकारले मारेको हो के। तपाईको बाइकको कर हेर्नुस् न, कति हो? 1.5 लाखको बाइक हुन्छ, 1 लाखको बाइक हुन्छ, त्यो पनि किस्तामा हुन्छ। ऋण झिकेर गरेर मान्छेले आफ्नो बाउआमा, बुढेसकालको बाउआमालाई उपचार गरेर हुन्छ काठमाडौँमा पठाउ गरेर। अधिकांश नेपाली युवाहरू किन नेपालमा अहिले टिकिरहेको छ भन्दाखेरि त्यही राइडिङ एप चलाएर टिकिरहेको छन्। आफ्नो छोराछोरीलाई चाहिँ बोर्डिङ स्कुलमा पढाइरहेको हुन्छन्। विविध कुराहरू, आफ्नो सपना आफूले दुःख पाए पनि आफ्नो भविष्य सन्ततिले दुःख नपाउन् भने दुःख गरेर मेहनती हातहरू धेरै छन्। अनि तिनीहरूलाई चाहिँ के गल्ती गर्यो भन्दा पनि नेपालको बाटो 50,000 को जरिवाना लाउने बाटो छ। तपाईले याङ्गो बुकिङ गर्नुहुन्छ, तपाईको घर छेउमा बाइक आउनुपर्छ। त्यहाँ आएर बाइक रोक्यो भने के 20,000 को 10,000 को चिट काटिदिने, मारिदिने, त्यो हो सिस्टम। नेपाली जनताले 20,000 तिर्न सक्छ? कुन चाहिँ नेपाली जनताले तिर्न सक्छ हेरौँ त ल। 20,000 कमाउने औकात छैन नेपाली जनताको अहिलेको परिस्थितिमा। देशको लागि लडेको मान्छे हामी होइन। हामी नै अहिले बेरोजगार अवस्थामा छौँ। साँच्चीकै भन्दाखेरि म आज वास्तवमा यहाँ के को लागि आएको थाहा थिएँ? उहाँको दाइले हिजो म्यासेज गरेर के अरे भिडियो बनाउनु भएको थियो, मैले उपचार गर्न हामीसँग पैसा थिएन भनेर। मैले पैसा बोकेर आदिके 2-5 हजार भए पनि मेरो गल्तीमा छ। तर म बाटोको जाममा पर्दा पर्दै उहाँको डेथ भएछ। कति नरम कति मन रुन्छ होला के। मैले सहयोग गर्न लागेको, उहाँको लास हेर्न लागेको होइन, उहाँको लासमा राजनीति गर्नलाई यो सरकारलाई गाली गर्नको लागि आएन, मैले सहयोग गर्नको लागि आयो। पैसा बोकेर आएको छु। मैले रात दिन मैले आफ्नो दाजुभाइ चिनेको जानेको 9 महिना भयो बेरोजगार भएको। म 9 महिना भयो मैले बेरोजगार भएको। 9 महिनामा मैले आफ्नो देशको युवा जनताहरूलाई चाहिँ गर्नुपर्छ भनेर गर्नुपर्छ, केही न केही सहयोग गर्नुपर्छ। यही बेलामा हो नेपालीले सहयोग देखाउने, सहयोग भावना गर्ने यही बेला हो। धर्म कमाउनको लागि पशुपति गइरहनु पर्दैन, यहाँ आएर यसरी सहयोग गर्नु पर्यो भनेर चाहिँ म धर्म कमाउन लागेको। एउटा उहाँलाई रात दिनको लागि आयो, उहाँको लास हेर्न लागेको होइन। तर यो सरकारले लास बनाएको छ। लास मारेकै हो सरकारले। देख्नु भएन मारेको होइन। हिजो जल्दै गर्दाखेरि उहाँलाई एम्बुलेन्समा हालेर ल्याउनु पर्ने अवस्था थियो। तर एउटा देशको कैदीलाई चाहिँ तपाईँको निकालेर घिसारे जसरी निकालेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको रवि लामेछाने ज्यूलाई जसरी घिसारेको थियो त्यही बदला लिनु भएको थियो। नेपाली जनतासँग बदला लियो महसुस भइरहेको थियो मलाई। घटना भएको ठाउँमा पत्रकारहरू आउँदाखेरि पत्रकार लगेटले प्रहरीले मान्छेले आत्मदाह गरेको चाहिँ देखेन क्या। तपाईँको डेमोक्रेसीको चौथो अङ्ग हो। सबभन्दा सुन्दर अङ्ग चाहिँ जनतालाई चाहिँ सत्य तथ्य कुरा पुर्याउने को मिडिया होइन। हिजो बालेन्सा हाई भन्दा गर्दाखेरि ऊ चाहिँ तपाईँलाई जहाँ पनि मिडियाको लागि इन्ट्री थियो। आज बालेन्साको कदमले गर्दाखेरि एउटा देशको युवा, एउटा देशको कर्णधार, त्यहीमाथि ऊ त कृषिमा विज्ञ रहेछ, कृषि पढिरहेको रहेछ। त्यस्तो एउटा हुनहार युवा देशमै कृषि पढेर म कृषिमा क्रान्ति ल्याउँछु भनेर आफ्नो अर्काको जग्गा जमिन कमाएर खाइरहेको युवा मर्दै गर्दाखेरि त्यही तथ्य सत्य न्युज भन्न आउँदाखेरि तपाईँलाई प्रहरीले खेद्यो कि खेदेन? भिडभाड भोरे बाहिर जारे, न्युज नखिच्रे। कतिसम्म अन्याय भएको छ। गणतन्त्रको चौथो अङ्कलाई खेदिरहेको छ, लोकतन्त्रको चौथो अङ्कलाई खेदिरहेको छ। यिनीहरूलाई स्टनबाजी गर्ने बेला यही मिडियाले साथ दिए, यही मिडियाले पुऱ्याएको होइन त्यसलाई। आज त्यही मिडियाले खेद्छ। हजुर त्यही हो। नेपाली जनताले तिर्न सक्ने ट्याक्स तिर्छ, तिर्न सक्ने कर तिरिरहेको छ। आसन कसैको बाउको पेवामा बस्यो भने यो हाम्रो भूमि हो। हाम्रो पुर्खाले बनाएको भूमिमा हामीले ट्याक्सै तिरेर बसिरहेको छौँ। तर तिर्न सक्ने ट्याक्स तिराउने हो, तिर्न सक्ने जरिवाना तिराउने हो। मान्छे हो, गलत हुन्छ होला, गलत भयो पनि होला, हामी मान्छौँ। तर गलत भइसकेपछि, गल्ती भइसकेपछि तिर्न सक्ने सम्म चाहिँ तिराउनु पर्यो कि। घोडा टेक्ने तालले, दाँत झर्ने तालले चाहिँ तिराउने होइन। गलत गरेको छ। यिनीहरूसँग चेत छ भने यिनीहरूले एकचोटि सोच्नुपर्छ अहिले के भइरहेको छ, यो सरकार के हिसाबले चलाएको थाहा छ? एउटा मद्रासी फिल्म छ क्या, महेश बाबुको सिएम भने जसरी, त्यो सिएम भन्ने फिल्म छ एउटा। त्यो फिल्म हेरेर नेपालको पिएम चलाएको छ अहिले। त्यसरी चल्दैन देश, त्यसरी चल्दैन देश। चल्नको लागि जनता यिनीहरूसँग 200 तोला 300 तोला सुन्छ के। जनतालाई 5 रुपियाँको भ्यालु छ, 5 रुपियाँको। गणेश नेपालीलाई न्याय दिलाउन यो सरकारले अब कस्तो कदम चाल्नुपर्छ? सम्पूर्ण उहाँको परिवारले यसले गर्नुपर्छ। र अस्ति हाम्रो गर्दैन यो सरकारले। अहिले त म ढुक्कै भन्छु, किनकि मेरै आँखा अगाडि 22 जना के अरे 78-76 जना मान्छे मरेको, 2600 जना घाइते भएको छन्।
गरेको छैन के। अब यसलाई त कहाँ गर्छ त, गर्दै गर्दैन। यो सरकारले गर्दैन, आशै नगर्नु। यसलाई त सबभन्दा राम्रो चाहिँ यो संविधान पालक र यो संविधान मिच्न मिल्दैन र यो संविधानले जे दिन्छ त्यही दिने रे।